तपाईको जिममा क्लाइन्ट टिक्दैन, आएको मान्छे लङ टर्ममा बस्दैन, मान्छेले छोडेर गइरहेछ, मार्केटिङ गरेर जति मान्छे ल्याए पनि टिक्दैन भने आजको भिडियोमा म तपाईहरुलाई 5 वटा स्ट्र्याटेजीहरु सिकाउने छु। यसलाई तपाईले इम्प्लिमेन्ट गर्नुभयो भने एकचोटी आएको मान्छे छोडेर जाँदैन। अब जाला नजाने भन्ने त हुँदैन, तर धेरै जस्तो मान्छे तपाईको जिममा बस्छ र यही स्ट्र्याटेजी तपाईले युज गर्नुभयो भने चाहिँ तपाईले अरु कुनै कुराको पनि चिन्ता लिनु पर्दैन के। तपाईको जिममा मान्छे आउने प्रब्लम हुँदैन है। बिस्तारै ग्रो होला तपाईको जिम, तर ग्रो हुन्छ एन्ड यु विल मेक लट अफ प्रॉफिट। स्ट्र्याटेजी नम्बर 1, रिच आउट। एभ्री सिंगल क्लाइन्टलाई तपाईले महिनामा 2 चोटी रिच आउट गर्नुस्। फोन गरेर हुन्छ कि मेसेज गरेर हुन्छ कि जसरी हुन्छ उलाई कल गरेर सोध्नुस् के भइराछ, कस्तो भइराछ, उहाँहरुको जर्नी हैन, आर दे ह्यापी विथ द सर्भिस अर नट भनेर सोध्नुस्। यो रिच आउट गर्ने बित्तिकै पनि तपाई उसँग राम्रोसँग कनेक्ट हुन सक्नुहुन्छ र उसको तपाईसँगको लोयल्टी अझै बढ्न जान्छ के। सो त्यो क्लाइन्ट अझै तपाईसँग टिक्छ र उसको रिटेन्सन रेट अझै बढ्छ। स्ट्र्याटेजी नम्बर 2, क्लाइन्टहरुलाई चाहिँ ह्यान्ड रिटर्न कार्ड पठाउने। अब ह्यान्ड रिटर्न कार्डले के गर्छ भने त्यो कार्ड तपाईले उलाई पठाइसकेपछि एक त क्लाइन्टले स्पेशल फिल गर्यो हैन, सेकेन्ड कुरा त्यो कार्ड उसँगै हुन्छ। सो उले जब त्यो कार्ड घरमा राखिरा हुन्छ, कार्ड देख्छ, उलाई तपाईको याद आउँछ के। सो टच पोइन्ट अझै बढ्यो के। अब कार्डलाई तपाईले 3 तरिकाले युज गर्न सक्नुहुन्छ। पहिलो भनेको क्लाइन्टले मेम्बरशिप लिने बित्तिकै मेम्बरशिप लियो, मेम्बरशिप लिएपछि तपाईले उलाई कार्ड पठाउनु भयो, थ्यांक यू फर मेम्बरशिप लिएकोमा यताउता भनेर हैन। सेकेन्ड पोइन्ट भनेको चाहिँ रिफरल पाउनको लागि। सो तपाईको क्लाइन्टले जिममा रेगुलर वर्कआउट गरिरहेछ हैन, अब तपाईले उलाई के भन्नुभयो भने एउटा कार्ड पठाएर यो कार्ड तपाईलाई पठाएको मैले, यो कार्डको फोटो तपाईले जुन साथीलाई पठाउनुहुन्छ त्यो साथीलाई चाहिँ हामीले 1 महिना मेम्बरशिप फ्रीमा दिन्छौं भनेर पठाउने हैन। अनि त्यसले गर्दा के भयो भने क्लाइन्टले कार्ड पायो प्लस उसलाई उसको साथीको लागि पनि तपाईले गिफ्ट दिनुभयो। सो एउटा रिफरल पाउने पनि ठाउँ भयो के। अब यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अनि थर्ड पोइन्ट कार्डलाई युज गर्ने भनेको चाहिँ क्लाइन्टको बर्थडे, कुनै स्पेशल इभेन्ट। सो यस्तो बेलामा पनि तपाईले उलाई कार्ड पठाउनु पर्यो के। अब कार्ड एकदमै इफेक्टिभ हुन्छ किनभने कार्डले तपाईको क्लाइन्टलाई स्पेशल फिल गराउँछ प्लस टच पोइन्ट अझै बढ्यो। सो यो चाहिँ तपाईले युज गर्नै पर्छ। यु नीड टु डु दिस। थर्ड स्ट्र्याटेजी भनेको चाहिँ मेम्बरशिप इभेन्ट हो। अब तपाईले एटलिस्ट महिनामा एउटा चाहिँ मेम्बरहरुको इभेन्ट गर्नुपर्छ के। त्यो इभेन्टमा चाहिँ के गर्नुपर्छ भने उनीहरुलाई उनीहरुको साथीलाई आउन फ्री गरिदिनुपर्छ। अनि यस्तो खाली इभेन्ट गर्नुपर्छ जहाँ उनीहरु बसेर कुरा गर्न, बोल्न, सोशल ग्यादरिङ गर्न पाउन्। अब इभेन्टले के फाइदा गर्छ भने तपाईको क्लाइन्ट तपाईसँग आयो हैन, सोशल कनेक्सन बिल्ड भयो, उले साथी पनि लिएर आयो। सो तपाईको जिममा फ्रीमा मान्छे आयो के। प्लस त्यो मान्छेलाई तपाईले इमेजिन गर्नु कति सजिलो होला बेच्न, जसलाई तपाईको क्लाइन्टले लिएर आएको छ। सो उले त राम्रो कुरा भनिरा हुन्छ अलरेडी, अनि त्यहाँ आयो तपाईले अझै उलाई बेच्न सक्नुभयो के। अनि प्लस कम्युनिटी पनि बिल्ड भयो हैन। सो कम्युनिटीले गर्दा उनीहरु टिक्छ। मेम्बरशिप इभेन्ट इम्पोर्टेन्ट छ गाइज। मैले भनिरहेको छु यो भिडियोमा चाहिँ मैले जति कुरा भनेको छु नि यो सबै कुरा इम्प्लिमेन्ट गर्नुभयो भने यु क्यान नट इमेजिन कति फाइदा हुन्छ भनेर है। धेरै जस्तो मान्छेले यो गर्दैन। अब फोर्थ थिङ तपाईले के गर्नुपर्छ भने कुनै पनि क्लाइन्टले मेम्बरशिप क्यान्सल गर्यो अथवा आउन खोजिरा छैन भने चाहिँ उनीहरुलाई एक्जिट इन्टरभ्यु पनि राख्नु पर्यो के हैन। उनीहरुलाई के भन्नु पर्यो भने तपाईले छोड्न खोजिराख्नु भएको छ मैले बुझेँ, तर एटलिस्ट हामीलाई एकचोटी भेट्नुस्, बुझाउनुस् किन छोड्न खोज्नु भएको छ, हामीले हाम्रो सर्भिस इम्प्रुभ गर्न सक्छौं भनेर केही पनि रिजन दिएर उलाई यतिकै चाहिँ एक्जिट गर्न नदिने। सो त्यो एक्जिट इन्टरभ्यु भनेको चाहिँ तपाईको लागि अर्को सेल्स मिटिङ जस्तै हो के। त्यहाँ चाहिँ तपाईले उसको कन्सर्नहरु, उसको के छ त उले तपाईसँग कन्टिन्यु नगर्नुको रिजन त्यो बुझ्न सक्नुहुन्छ हैन। यसले गर्दा तपाईले अझै उसको अब्जेक्सन राम्रोसँग ओभरकम गर्न सक्नुहुन्छ। फिफ्थ र सबैभन्दा इम्पोर्टेन्ट कुरा अटेन्डेन्स ट्र्याकिङ। यो स्ट्र्याटेजीलाई तपाईले इम्प्लिमेन्ट गर्नै पर्छ किनभने तपाई विचार गर्नुस् त एउटा मेम्बर पहिला 1 दिन आउन्न हैन, हप्ताको 1 दिन आउन छोड्छ, त्यसपछि हप्ताको 2 दिन आउन छोड्छ, अनि 3 दिन आउन छोड्छ हैन। अनि फेरि के भन्छ म 1 महिनापछि आउँछु भन्छ, अनि त्यसपछि तपाईले 1-2 महिनापछि त्यसको स्टोरीमा अरुकै जिम्मा त्यसले अफर गरेर देख्नुहुन्छ के। सो यदि तपाईको क्लाइन्ट 1 हप्ताको 1 दिन छोड्ने बित्तिकै उलाई कल गरिहाल्ने सिधै किन आउनु भएन, के भयो, यो एकदमै इम्पोर्टेन्ट छ। यति मात्रै गर्नुभयो भने पनि तपाईको क्लाइन्टसँग रिटेन्सन अझै बढ्छ, तपाईको क्लाइन्टसँग तपाईको सम्बन्ध अझै राम्रो हुन्छ के। सो डु दिस। अनि गाइज यो भिडियोमा मैले सिकाएको सबै कुरा एकदमै इम्पोर्टेन्ट छ। हेर्नु म यति इम्पोर्टेन्ट छ आई क्यान नट एक्सप्लेन। इम्प्लिमेन्ट गर्नुस्, रिजल्ट आएन भने मलाई भन्नुस्, ग्यारेन्टी 200 टाइम्स ग्यारेन्टी हो। यो तपाईले जति यो भिडियो हेरेर सिक्नमा टाइम स्पेन्ड गर्नुभएको छ, खेर जाँदै जान्न सबै कुरा इम्प्लिमेन्ट गर्नु अनि मलाई पछि थ्यांक यू भन्नु। र यदि तपाईलाई आफ्नो जिमलाई 1 महिना भित्रै प्याक्ड गर्नु छ, जिमलाई ग्रो गर्नमा हेल्प चाहिएको छ भने चाहिँ डिस्क्रिप्सनमा दिएको लिंकमा जाने, त्यहाँ गएर मसँग मिटिङ बुक गर्ने एन्ड आई विल सी यु देयर।